बचाऊ बचाऊ भन्दै गरेको बेला यो देश सम्हाल्न निस्केको एउटा मान्छे हो हर्क साम्पाङ। त्यो हर्क साम्पाङ भन्ने मान्छेले यो देशमा काम गर्नुपर्छ जनताको हितमा, उसलाई काम गर्ने मौका दिनुपर्छ भन्ने लाग्छ भने म मिडिया मार्फत 3 करोड नेपालीलाई अनुरोध गर्न चाहन्छु, तपाईसँग तपाईको गाउँमै आएर आमसभा गर्ने मौका मिल्छ मिल्दैन, समय छोटो छ, नमिले पनि यहीँबाट म निमन्त्रण तपाईको चाहिँ विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हार्दिकताका साथ अपिल गर्न चाहन्छु, हामीलाई मौका दिनुहोस्। श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो र चलाउन पाएर 5 वर्षभित्रमा कायापलट हुने गरी जनतालाई फिल हुने गरी महसुस हुने गरी काम गर्न सकिन छु भने मैले यो देशको नागरिकता त्यागेर शरणार्थी छु है। हो, 1 पैसा भ्रष्टाचार हुँदैन है। खबरदार मसँग तपाईको चाहिँ यही हो मौकामा चौका हानु भनेर आउनु भएको छ भने यहाँ पनि तपाईहरु गइहाल्नुस् है, तपाईहरु गइहाल्नुस्। भ्रष्टाचार गर्न पाउँछु यही हो अवसर भनेर आउनु भएको छ भने म कसैलाई छोड्नेवाला छैन। म आफू 1 रुपैयाँ त धेरै हुन्छ, 1 रुपैयाँमा 1 पैसा मात्रै पनि 1 रुपैयाँमा त 100 पैसा हुन्छ, 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, भ्रष्टाचार गरेको कमिसन खाएको घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है। सालपा सिलिचुङमा कसम खाएको मान्छे, पाथीभरामा कसम खाएको मान्छे छु, पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु त्यति शुद्ध मान्छे हो हर्क साम्पाङ है, त्यति निष्कलङ्क र निष्खोट मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईहरुले मलाई मौका दिनुभयो भने म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरा म देखाउँछु। मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धराना र हेर्दा हुन्छ। बिना पैसाको 1 अर्ब भन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म है। किनभने मलाई थाहा छ स्रोत भनेको शक्ति भनेको सबै जनता हो है। वर्षौं वर्ष 4 वर्षसम्म यो देश बनोस् भनेर फाटेको लुगा लगाएर कठोर श्रम गर्ने श्रमदाता हो म है। यस्तो खालको नेतृत्व यो देशले पायो भने तपाई कल्पना गर्न सक्नुहुन्छ। तमाम किसानहरुको दिन आउनेछ, तमाम मजदुरहरुको दिन आउनेछ है। म मुखले बोल्ने मान्छे होइन, आत्मा बोल्ने मान्छे हो। मलाई कसैले यस्तो भन भनेर भन्नेवाला मान्छे होइन म है। कसैले त चुप लाग भन्दा चुप लाग्ने मान्छे पनि होइन म है। म यो देशलाई सत्यवादी देश बनाउन चाहन्छु। हामी यो देशमा चाहिँ के रहेछौँ भने झुटो कुरा बोलिदिनु पर्ने, साँचो कुरा बोल्यो भने आफ्नै परिवार पनि रिसाउने है। अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुपो लागेर सहिराख्ने। अब सहनु हुँदैन। म बोल्न सिकाउँछु तपाईलाई है। बोल्न पाउनुपर्छ तपाईले। नेपालले बोल्न पाउनुपर्छ। जब सबै नेपाली बोल्छ अनि त्यसलाई माटो बोलेको मान्नुपर्छ। यो देशको माटो बोल्छ, अब यो देशको ढुङ्गा बोल्छ, यो देश बोल्छ कि बोल्दैन, यो देश उठ्छ कि उठ्दैन, त्यो देश उठाउने अभियानमा म यहाँहरु सबैजनालाई आबद्ध भइदिनका लागि अनुरोध गर्न चाहन्छु। अब हामी सबैजनाले जहाँ हामी बसिरहेका छौं, उभिरहेका छौं, त्यहाँको माटो छोइदिनुहोस् प्लिज। हामी माटोलाई अब वचन दिन्छौँ। माटोलाई वचन दिउँ त? यसलाई शपथ भन्दैन, फेरि हाम्रो त्यो पनि फरक छ। नेता पनि छैन, कार्यकर्ता पनि छैन, शपथ पनि भन्दैन, माटोलाई वचन भन्छ। यो देशलाई हामीले वचन दिउँ, सबै युवालाई भनौँ त दिउँ। त्यसो भने तपाईले चाहिँ नि आफू उभिएको ठाउँको माटो छोइदिनुहोस् प्लिज। अब हामी माटोलाई वचन दिन्छौँ। एउटा गीतमा छमछमी नाच्छौँ, सबैजनासँग म फोटो पनि खिच्छु है। तपाईसँग अँगालो मारेर फोटो खिच्न मन छ मलाई है। धन्यवाद। सबैजनाले आफू उभिएको ठाउँको माटो छुनुभयो, दाहिने हातलाई छुइदिनुहोस् त प्लिज सबैले। धन्यवाद। अब त्यो दाहिने हात तपाईको मुठी कसेर देब्रे छातीमाथि राख्नुहोस्
त्यो तपाईको मुटुले के भन्दैछ? हो, त्यो तपाईको मुटुले मेरो देश, मेरो देश, मेरो देश, मेरो माटो, मेरो माटो, मेरो माटो, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो चन्द्र सूर्य अंकित झण्डा, मेरो चन्द्र सूर्य अंकित झण्डा, मेरो चन्द्र सूर्य अंकित झण्डा भनिरहेको छ भन्ने मलाई लाग्छ। हो हो, त्यो मुटुलाई साक्षी राखेर, त्यो मुटु जुन मुटु तपाईँ बाँचुन्जेलसम्म तपाईँसँगै धड्किरहन्छ, तपाईँसँगै बाँचिरहन्छ, त्यो मुटुलाई साक्षी राखेर यो देशलाई वचन दिनुहोस् तपाईँले। आज हुन्छ? मलाई होइन, मलाई चाहिँदैन तपाईँको वचन, तपाईँको वचन चाहिन्छ यो देशलाई। ल, म अलि साह्रो भन्नु होला, म आफ्नो नाम भनिदिनुहोस् सबैले। यो देशको माटो छोएर, यो देशको माटोलाई, यो देशलाई वचन दिन्छु कि श्रम संस्कृति महाअभियानको सदस्य बनेर विधानलाई अक्षरश पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै, सबैले भन्नु होला, अरूलाई पनि लाग्न लगाउँदै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध, कटिबद्ध र सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा आएको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा इमानदार देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको समुचित र सन्तुलित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ। यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदानको अभियान सञ्चालन गर्नुपर्दछ भन्ने राजनीतिक दर्शन हर्कवादलाई आत्मसात गर्दै सदैव श्रम र श्रमदानको महाअभियानमा, उत्पादन र निर्माणको महाअभियानमा लागिरहनेछु। उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म, हलोसरी जोतिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ। आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय स्वाभिमान, जय श्रमदान, जय माटो, जय देश। धन्यवाद।